नमस्ते सबजनालाई। मलाई पनि यो सेटेलाइटबाट वेदर फोरकास्ट हेर्न आयो है। त्यही भएर म अहिलेको चाहिँ वेदर फोरकास्ट चाहिँ प्ले गर्न जाँदैछु है। अहिलेको अवस्थामा अब काठमाडौँ एरियामा चाहिँ पानी नपर्ने नै देखिन्छ, तर प्ले गरेर हेरौँ। यो तल चाहिँ डेट र टाइम देखाएको हुन्छ र त्यो अनुसार चाहिँ त्यहाँनिर चाहिँ रेनफलहरू देखाउँछ है। ब्लू भयो अनि रेनफल लाइट हैन, रेड र येलो हुँदै गएमा चाहिँ मोडरेट र हेभी हो है त। लेट मी प्ले। ओके, हामी 6 अक्टोबरमा पुग्यौँ। यो मर्निङको छ है। ओके, कति टाइमसम्मको देखाउँदै छ लेट्स सी है त। अलिअलि पानी पर्ने रहेछ है भोलि 4 बजीतिर चाहिँ, तर एकदम हल्का लाइट हो त्यो है, किन ब्लू मात्र देखाएको छ, त्यसबाट छैन। 7 अक्टोबरमा पनि छैन। कुनै कुनै रिजनमा चाहिँ पानी पर्ने देखिन्छ, धनगढी साइडतिर है, बैतडी साइडतिर, तर काठमाडौँमा त्यति आइहालेको छैन। र आयो 7 अक्टोबरको 3 बजीतिर चाहिँ फेरि लाइट रेन चाहिँ हुँदो रहेछ है त। द्याट्स इट आई गेस। त्यही नै रिपिट हुँदैछ, फेरि 5 बाट स्टार्ट भयो। 5, 6 र 7 को देखाउँदो रहेछ। हस्, थ्याङ्क यू, बाई बाई।